हेलो गाइस, दर्शन नमस्ते है। ल आज मेरो मिनी ब्लगमा स्वागत छ है। यस्तै छ, आज हाम्रो सन्डे हो, छुट्टी छ। यसो पार्कतिर आएको छु। यहाँको पार्क यस्तो छ। हाम्रो यो फुटबल खेलिरहेछन् केटाहरू, होइन भलिबल खेल्दैछन्। आज थोरै मान्छेहरू छन्। यो फुटबल ग्राउन्ड हो, यतातिर हाम्रो होस्टेल। यहाँको नली चाहिँ कति गहिरो हो, बाफरे। मान्छे गएपछि त नली कति गहिरो हो, बाफरे बाफ। यता चाहिँ माछा मारेर पालिदिन्छु भन्ने होला, तलाउ रहेछ यता पनि। माछा मार्न पाइयो यतातिर। दुईवटा तलाउ छ यहाँ, माछा धेरै छन् यसमा। कोही छैन आज बल्छी लाउने केटाहरू, नभए त बल्छी लगाएर हुन्छन्, माछा मारेर हुन्छन् यतातिर। आज म चाहिँ यसो टक्क आएको छु यतातिर घुमघाम गर्न। यस्तै हो, आज छुट्टीको दिन। हल्का पार्कतिर आइदिएको अवस्था, यतातिर ग्राउन्डतिर माछाहरू कस्तो खेलिरहेछन् पोखरीमा। हाय हाय, यस्तो छ नजारा। म चाहिँ अब अर्को पोखरीतिर गइरहेको छु। अर्को पोखरी झन् गहिरो छ। यसमा अलि थोरै छन् क्या माछाहरू। आज कोही छैन। जाँदैछु म अर्को पोखरीतिर। हेर्नुहोस् है गाइस, म भन्दा ठुल्ठुलो त यो के भयो, के रुख हो यो? रुख छ यो चराहरू मस्त खेलिरहेछन्। हाम्रो गाउँघरतिर पाइने चराहरू छन् त्यहाँ पनि। कस्तो बाटो त, के घाँस भन्छ यार, यो हाम्रोतिर पनि पाउँछ यस्तो घाँस त टन्नै छ हौ यहाँ। गाई भैँसी भएको भए त ओहो मस्तसँग चर्थ्यो होला नि। यस्तो छ, बिजुलीको खम्बा पनि छ। म चाहिँ यो नली यसो गइरहेको छु अर्को तलाउतिर। तलाउ भने कि पोखरी भने पोखरी। यस्तो छ अवस्था। ल है ल, पोखरीसम्म पुग्यो। उतातिर बल्छी ल्याइरहेको छन्, उतातिर म जान्छु। ल हेर्नुहोस् है, बल्छी लाउने केटाहरू छ। हाम्रो नेपाली नै हुनुपर्छ। म जुम गरेर देखाउँछु। त्यहाँ हुनुहुन्छ एकजना, त्यहाँसम्म जान्छु म। कतिवटा माछा मारेछन् आज। बाटो फेरि यस्तो छ कि यहाँ फेरि सर्पको डेन्जर हुन्छन् कि फेरि। यस्तो छ बाटो, डर लाग्छ हौ। यस्तो छ घाँस, बाफ्रे। हेरेर हिँड्नुपर्छ, सर्प होला नि यार। यो त के घाँस भन्छ यो? हाम्रोतिर चाहिँ के भन्छ यो, वनघोरुवा कि के भन्छ यसलाई, यो घाँस। यस्तो छ यो घाँसलाई के, यस्तो छ यो घाँस। बाटो त यार यहाँ 51 किलोको पऱ्यो अरे। ल म जाँदैछु त। म एकछिन तपाईँहरूलाई एउटा स्पेसल चिज देखाउँछु। त्यो सबैले प्रश्न नगर्नुभयो होला। त्यो काम चाहिँ एउटा पनि के कुरो खोयो, पिपलको रुख जस्तो छ त यार। पिपलै होला यार, हाम्रो बल्छीतिर पनि यस्तै त हुन्छ पिपल। आउँदैछु, बाटो यस्तो छ। यो के घाँस हो यस्तो, बाफरे। यहाँ झन् ठुलो पोखरी छ। त्यहाँ दुईजना माछा मारेर बल्छी बजेर आएको छ। यता एकजना
60 नेपाली नै हुनुपर्छ सबै यही छ केटा एउटा एउटा माछा मार्न आउँदैन रहेछ बल्छी हान्नेलाई टाउकोमा लगाइदिन्छ यसले यहीँको हुनुपर्छ लोकल यही छ यो यसलाई आउँदैन यसलाई हेर्नु यहाँ यही भन्न आएको थिएँ अम्बा फलेको छ यो चोरेर खाने यति मजा आउँछ म चाहिँ टिप्छु है एक दुईवटा पाकेको छ कि छैन फलेको त टन्नै छ एउटा पाकेको छ त्यहाँनिर कसरी टिप्ने यसलाई पाक्नु त पाकेको छ एक दुईवटा छ पाकेको अरू सानो सानो छ म टिप्छु है त्यहाँ माथि पनि पाकेको छ तर कसरी टिप्नु त्यति माथि म जुम गरेर देखाउँछु आम्मामा पाकेको छ सेनाहरू हेर्नु है यहाँ बाँदर सेनाहरू कत्रो छन् अनि कहाँबाट हुन्छ यसरी ए बाँदर सेनाहरू यत्रो छन् फलेको त टन्नै छ तर बाँदर सेनाले टिप्न दिएनन् माथि पनि माथि छ सानो रुख सो फाइनली एउटा चाहिँ टिपे है अब यसलाई टेस्ट गरिहाल्नु पऱ्यो लाइभ टेस्ट किरा परेको छ क्या दामी त दामी हेर्नु त गाइसी अम्बा टिपेको एक बाँदर सेना ल फाइनली खाइयो है लाइभ टेस्ट यस्तो दामी छ यति मिठो चोरेको खाएको फलै मिठो क्या लाइभ टेस्ट यति मिठो छ यता भल्छिरहेको छ अहिले म उठ्दै जान्छु अहिले एकछिन म यसो अम्बा खाइहाल्नु पऱ्यो खाँदा खायो गए तर उयोको रहेछ काम लागेन बेकार यति दुःख गर्यो अब फालिदिन्छु र खानै पाइएन यार छ तर अझै माथि माथि छ कि टिप्नै गाह्रो या थियो कमिला यति धेरै छन् टोक्ने के टोकै छन् म उता जान्छु अब दाइहरूसँग गफ गर्न यता आएको छु दाइसँग सोध्छु कतिवटा माछा पार्नु भयो माछा पऱ्यो नि दाइ एउटा पनि पार्नु भएन क्या अझै एउटा पनि पार्नु भएन अझै ए आज त माछा पर्नु पर्ने है कतिवटा पार्नु भएको छ त्यो हिले माछा त होला होइन ठुलो ठुलो छन् ऊ त्यहाँनिर के हो यस्तो ए माछा राख्नु छ त्यहाँ म त के हो भनेको ए डोरी त टाइट रहेछ त नि खास छोडे क्या ए ल स्वाद ताल्नु फाल्नै के अरे यसरी फाल्नै म त आउँदैन हो अस्ति एउटा दाइ आउनु भएको छ त्यो दाइसँग एकछिन मागेको त ओहो ल्याएर हुने रहेछ हजुर एकछिन माछा हेर्छु नि है माछा त ठुल्ठुलो रहेछ नि क्या अरे यो त धेरै ठुल्ठुलो छ नि त है धेरै ठुल्ठुलो छ नि त नि बाफ्रे यो त 2 केजी छ क्या अनि यति त पुगिहाल्यो नि होइन म त भिडियो बनाएर छु क्या ए लगभग 4 केजी छन् माछा चाहिँ
ठुल्ठुलो पार्नु भएको छ दाइले। माछा पालेर पालिदिन्छु भनेको यही हो केटा हो। एउटै टिम हो कि उता अर्को दाइ हुनुहुन्छ? त्यो दाइ एउटै टिम हो कि? एउटै हो। ल ल एउटा स्वाट त पार्नु त झ्याप्प लागेर हेरिहाल। कति बजी आउनुभयो? ए ठिकै रहेछ। परेन क्या डोरी त पर्छ ए। त्यो कुचे त गएछ त्यसलाई आइडिया आएन। यही पोखरीमा पार्नु हो कि उताको पोखरीमा अघि यो माछा? यहीँ पारेको ए। माछा त ठुल्ठुलो रहेछ नि त है। गहिरो छ क्या यो पोखरी? गहिरो छ क्या यो पोखरी? पाट हाल्नु त एकचोटि बल्छी पर गयो। पऱ्यो 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 एउटा पऱ्यो। ल ल ल ठुलै रहेछ क्या। एक किलो छ त्यो पनि। पऱ्यो पऱ्यो। बल्ल बल्ल 1 घन्टा पछि एउटा पऱ्यो। पार्दैछन् माछा एउटा त पाएँ 3टा भयो टोटल। यही हो आजको मेरो मिनी ब्लग। सिधै जाम क्या घाँस ठुल्ठुलो रहेछ यत्रो ठुल्ठुलो घाँस के। हाम्रो होस्टेल चाहिँ म बस्ने चाहिँ वहाँ है होस्टेल त्यहाँ छ। म चाहिँ यता पछाडि आएको छु ग्राउन्डमा। केटाहरू भलिबल खेल्दैछ क्रिकेट खेल्दैछ। म जुमहरू देखाउँछु क्रिकेट खेल्दैछ यहाँ भलिबल खेल्दैछ। म उतै जान्छु अब टक्क लगाएर। त्यो भरे घाँस त कत्रो ठुलो हामी सुन्नुपर्छ यस्तो चर्छ यता। कचर फलेको छैन क्या सकिएको रहेछ। सानो सानो छ सानो छ कतार माथिसम्म त पछाम्मै फुलेको थियो। यही हो गाइस यस्तै छ विदेशमा के गर्ने। अब छुट्टी भएको दिन हल्का घरमा भनेको के हो यस्तो के लेख्ने भयो यस्तो छ। फुटबल ग्राउन्ड त ठुलै छ हाम्रो नेपालको के भन्छन् रत्न पार्क जस्तै हो कि ठुलै ए सबैतिर बार लगाएको छ। विदेश भनेको विदेश हो यार। मौसम पनि कस्तो दामी छ आज। यो चाहिँ म एक्लै कुद्दैछु आज। अझै धेरै काम छ रुममा एकछिन म जानुपर्छ। अब केटाहरू यता खेल्दैछ। योमा चाहिँ उता पोखरीमा थियो यता एउटा पोखरी उता एउटा पोखरी 2टा पोखरी छ। केटाहरू 3टा माछा पारेको छन् बल्छीमा। जाँदैछ अब होस्टेलतिर क्रिकेट खेल्दैछन्। सबै हाम्रै नेपाली केटाहरू हो। नेपाली म्यानमार तर म्यानमारहरू कम छन् आज। यस्तो छ अवस्था। पानी परेको बेलामा त यो पुरै पानी हुन्छ पुरै फुल।
हिँड्नै मिल्दैन यता पानी गर्दाखेरि जाँदैछु यता फुटबल खेल्न जानु पर्यो चाहिँ फुटबल खेल्ने ठाउँमा पुगिसकेँ एकछिन केटाहरूको गेम हेर्छु कडा सबै हाम्रो नेपाली केटाहरू हो बसेर हेर्छु केटाहरू ल आउट खेल्छ केटाहरू डेन्जरै खेल्छ आउट 22-19 क्रिकेट पनि एकछिन हेरिहालौँ लियो छक्का 5-0 छक्का छक्का हो कि चौका हो के हो चौका होला है गाइस आजको भ्लग यति नै है रुममा धेरै काम छ अब जानु पर्यो जाने बाटो पनि यस्तो छ यता गेट बन्द छ यता जानुपर्छ गाह्रो छ म चाहिँ अब रुमतिर लाग्यो यस्तो छ अवस्था ल बाई बाई गाइस